गाउँहरू बुढालिङकण्ठ नगरपालिका वडा नम्बर 5 मा पर्दछन्। कलकल सुसाउँदै बग्ने विष्णुमती नदी पनि यस गाउँको समीपबाट नै बग्ने गर्छिन्। हामी सम्पूर्णलाई थाहा नै छ, हाम्रो देश नेपाल धर्म तथा संस्कृतिको बलियो जग नै हो, जहाँ थुप्रै धार्मिक तथा सांस्कृतिक सम्पदाहरू छन्। घुम्दै फिर्दै जाँदा एउटा र्याली देखेँ, म पनि पछ्याउँदै गएँ। उक्त र्याली श्री दक्षिणेश्वरी युवा क्लब र चिसिनी युवा क्लबद्वारा महान गुरु स्वामी पूर्ण तेजज्यूको उपस्थितिमा स्थानीय महानुभावहरू मिली आयोजित बुढालिङकण्ठ नगरपालिका 5 चिसिनीमा अवस्थित नाग नागिनी गुफा पर्यटन प्रवर्धनका निमित्त पदयात्रा तथा दर्शन महोत्सव रहेछ। सदियौँदेखि लुकेका धार्मिक स्थल नाग नागिनको गुफा सायद हत्केलामा गन्न सकिने मानिसहरूलाई मात्रै थाहा हुन सक्छ। भनिन्छ सत्ययुगमा उक्त गुफामा नाग नागिनी बस्ने गर्दथे। कतिपयले उक्त नागले गुफा वरिपरिका गाउँमा रहेको बालबच्चा उठाएर लाने दुःख दिने गर्दथे भनिन्छ भने कतिपयले नागको बारेमा राम्रोसँग खुलेर भनिँदैनन् र कोही भन्छन् गुफा वरपरको गाउँका मानिसहरूलाई दुःख पर्दा उक्त गुफामा गई प्रार्थना पूजा गरी फर्कदा आफ्नो दुःख पीडा खत्तम हुने गरिन्छ भनेर बताउँछन्। यसरी दुःख दिएपछि विष्णु भगवानले त्यस नागलाई बन्दी बनाउन गरुड पठाउनु भएको भनिन्छन् भने कोही भन्दछन् विष्णु भगवान स्वयं आफू भेष बदली गरेर उक्त नागलाई बन्दी बनाउनको लागि उपस्थित हुनुभएको भनिन्छन्। त्यस बेला टौदह भन्ने ठाउँमा मेला लाग्ने भएको हुँदा नाग उक्त मेलामा जानुभएको भनिन्छ। त्यही समयमा गरुड भेष बदली गरी झाँक्री वा जोगीको भेषमा गुफामा पुग्दछ। त्यहाँ नाग भने भेटिँदैनन्। त्यस गुफामा रहेकी नागिनलाई नाग बन्दी बनाउनको लागि गरुड उपस्थित हुनुभएको भनेर थाहा पाएकी हुँदैनन् भनेर भन्छन्। भेष बदली गरेर गएको गरुडले नागिनलाई नागको बारेमा सोध्छन्। नागिनले पनि ढुक्कसँग भन्छन्। नागिनले मेलाको भिडमा सबैभन्दा अग्लो गोहोरो सेतो कपडा लाएको र फेटा बाँधेर मेला हेरिरहेको नाग सजिलैसँग चिन्न सकिने जानकारी गरुडलाई दिएकी थिइन् रे। नागको बारेमा सोधिसकेपछि गरुडले छल गरेर उक्त नागिनलाई आज धेरै ठुलो हुरी बतास चल्नेछ र ठुलो पानी अविरल वर्षाहरू पनि हुन सक्छ। त्यस कारणले गर्दाखेरि घरका सबै प्वालहरू राम्रोसँग थुनेर सुत्नु, ढोका सबै राम्रोसँग थुनेर